यदि जुन क्लास बोलेन त्यो क्लासले क्लास शिक्षकलाई चाहिँ असफल बनायो भन्ने हामीले अनुभूति गर्छौं। ताली बजाइदिनु होला, मैले बुझेको थियो। जोसँग बोल्नु ऑल अटेन्सन। कसको स्कुल? यो हामी भन्ने को होइन? सेवास हाम्रो स्कुल, राम्रो स्कुल, हाम्रो स्कुल। अरे झारी हाल। हाम्रो स्कुल सफा स्कुल, हाम्रो स्कुल, हाम्रो स्कुल संस्कारिक स्कुल। हात जोड्ने, हाम्रो स्कुल। हात जोडेर अब अगाडि सरको मुहारलाई हेरौँ, क्लास शिक्षकको मुहारलाई हेरौँ। कहिल्यै पनि चाहनुहुन्न क्लास शिक्षकले मेरो क्लास नराम्रो होस् भनेर, तर तपाईँ क्लास शिक्षक साथीहरूलाई तपाईँहरूको क्रियाकलापले मलाई लाग्छ सबभन्दा पहिला विद्यार्थीको क्रियाकलापले तपाईँको वेल कोअर्डिनेसन बिग्रिरहेको छ। एकचोटि सम्झिनुहोस् त, तपाईँको अगाडि क्लास शिक्षक साथीहरू उभिनु भएको छ, केही पनि स्वार्थ छैन। सधैँ मभन्दा अगाडि जाओस् बच्चा भनेर तपाईँले खेलिराख्नु भएको हुन्छ। त्यही भएर जीवनमा क्लास शिक्षकलाई यो भनेको कुरालाई मान्नु होला। अब मैले 1 2 3 भन्छु, झुकेर गुड मर्निङ टिचर्स भनेर हात झार्नु होला। 1 2 3 अब यसरी सुरु हुन्छ। ताली बजाइदिनु होला। अब यसरी सुरु हुन्छ। यो नमस्तेमा कति ताकत रहेछ। विद्यार्थीलाई पनि कन्ट्रोल गर्यो, शिक्षक साथीहरूलाई पनि कन्ट्रोल गर्यो। त्यही भएर जीवनमा सबैभन्दा ठुलो हतियार भनेको थियो दिन पैसा। योभन्दा ठुलो हतियार केही पनि छैन संसारमा। यतातिर फर्किएको बन्दुकलाई यो हात छोड्नुभयो भने बन्दुक तलतिर झुक्न सक्छ। त्यही भएर बन्दुक भन्दा सबैभन्दा ठुलो हतियार नमस्ते हो। ताली बजाइदिनु होला।